छोडिदिनु सर अलि टाढा एकछिन नपेलाउन त पेरेसित के तपाईको पहिलो मत आज यहाँबाट खसिसकेको छ। सम्भवतः यो ठाउँबाट चाहिँ दोस्रो पटक मतदान गर्नु भएको छ आफ्नै पार्टीलाई भनौँ न, कस्तो भयो यो अनुभव, दोस्रो अनुभव? एकदम रमाइलो आनन्दको महसुस भएको छ। एउटा राम्रो अलग्गै एउटा भावना आएको छ। मलाई लाग्छ यो पटक एउटा ठुलो परिवर्तन हुने सम्भावना छ। भर्खर सुरुवाती चरणमा छौँ हामी। मलाई एकदमै त्यस्तो एउटा भाव आउँछ नि मान्छेलाई, मलाई एकदमै सकारात्मक भाव आएको छ। गुड फिल भइरहेछ अहिले। बिल्कुल। जस्तो पहिलो यात्रा तपाईँले मन्दिरबाटै गर्नुभयो, बङ्गलामुखी मन्दिरमा गएर भर्खर दर्शन गरेर आए पश्चात तपाईँ र तपाईँको पत्नी निकिता पौडेलले यहाँबाट मतदान गर्नुभयो होइन? यो 79 को मतदान र यो 82 को मतदानमा त्यो फरक तपाईँले अघि भन्नुभयो नि, गुड फिल आयो भन्नुभयो त्यो बेलामा। यो किन फरक छ भने यो इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ। विशेष गरेर कलिला भाइ बहिनीहरूले चाहिँ आफ्नो बलिदानी दिएपछिको परिवर्तनका लागि भएको निर्वाचन हो। यो एउटा दुःखद घटनाले देखाउन खोजेको एउटा सुन्दर भविष्यको चुनाव भएको हुनाले विगतका कुनै पनि चुनावभन्दा यो चुनावको महत्त्व अलिक बढी छ। त्यस कारणले अलिकति भावुक पनि भएँ म यो परिस्थितिलाई हेरेर। मलाई लाग्छ यो चुनाव त्यस हिसाबले पनि फरक हो र परिणामका हिसाबले पनि यो एउटा ऐतिहासिक हुन्छ भन्ने मैले अपेक्षा गरेँ। मैले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ। अब धेरै जनताहरूले अब यसपछि गर्दै हुनुहुन्छ, भर्खर त सुरुवात भएको छ। के भन्नुहुन्छ? यो भिडियो धेरैले हेर्नुहुनेछ देश तथा विदेशबाट, जसले मताधिकार प्रयोग गर्नको लागि कोही बाटोमा हुनुहुन्छ, कोही घरबाट तयार हुँदै हुनुहुन्छ, कोही निस्किँदै हुनुहुन्छ। उहाँहरूलाई के छ सन्देश? उहाँहरू सबैलाई म यति भन्न चाहन्छु कि अब नागरिकको हातमा छ मुलुकलाई कस्तो बनाउने, कस्तो नेतृत्व छान्ने, कसलाई लिएर जाने भन्ने कुरा नागरिकको हातमा छ। राजनीतिक दलका रूपमा हामीले जे गर्नु पर्थ्यो त्यो हामीले गरिसकेका छौँ। अब नागरिकको विवेकले यो देशको भविष्य निर्धारण गर्दछ, कसैको हातमा छैन। एक नागरिकको आफ्नो हातमा छ। त्यसैले आफ्नै हातले आफ्नो भविष्य लेख्ने यो सुनौलो अवसर हो। इतिहासले यस्तो अवसर दिँदैन। त्यस कारणले म सबैलाई अपिल गर्न चाहन्छु, विवेकपूर्ण ढङ्गले मुलुक र आफ्ना सन्ततिको भविष्यलाई मध्यनजर राखेर निर्वाध रूपमा मतदान गर्नुहोस्। म यति नै भन्न चाहन्छु। रासोपाले जेनजी आन्दोलन भइसके पछाडि जेनजीको विषयमा त्यति धेरै बोलेन भन्ने खालको कुराहरू पनि हामीले सुन्छौँ होइन? आज मतदान गर्ने दिन, जेनजी आन्दोलन पछि यो मतदान सरिसके पछाडि आज मतदान गर्ने दिन, जेनजीहरूको विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? आज एउटा कुरा, जेनजी आन्दोलनको मागलाई सबैभन्दा बढी त्यसका जायज मागहरूलाई चाहिँ सम्बोधन गर्ने कुरा चाहिँ हामीले सहमति, विभिन्न पक्षसँग सहमति गर्दा लिखितम नै गर्ने पार्टी नै रासोपा हो। जेनजी जो सबभन्दा बढी उम्मेदवार भएको पार्टी नै रासोपा हो। घाइते परिवार उम्मेदवार भएको पार्टी नै रासोपा हो। शहीद परिवार समेत उम्मेदवार रहनुभएको पार्टी नै रासोपा भएको हुनाले यो जुन आन्दोलन छ त्यो आन्दोलनपछि त्यसबाट सिर्जना भएको परिस्थिति भएको हुनाले त्यसलाई सबैभन्दा बढी न्याय गर्न सक्ने पार्टी नै रासोपा भएको हुनाले हामीलाई थाहा छ, हामीले जे भनेका छौँ त्यही अनुसारले काम पनि गर्नेछौँ। अहिले यो निर्वाचनको मुखमा धेरै कुरा भन्नु जरुरी छैन, हामीले स्पष्ट पारिसकेका छौँ। तपाईँको पार्टीका केही नेताहरूमाथि, तपाईँको पार्टीका केही नेतामाथि आक्रमण पनि भयो, मनिष झाको गाडीमै तोडफोड भयो, सुलभ खरेलको टिममाथि नै आक्रमण भयो होइन, अज्ञात समूहबाट। यो आक्रमणको घटनालाई तपाईँले कसरी लिनुभएको छ सूक्ष्म रूपमा? एकदम निन्दनीय कुरा हो। अघिल्लो पटक पनि यस्तो भइरहेको थियो। यो चाहिँ के भने एउटा पराजित मानसिकता नै सुरुमा देखिन्छ। त्यस कारणले यो लोकतन्त्रको सबभन्दा ठुलो अभ्यास भनेको निर्वाचन हो। आफ्नो आक्रोश, आफ्नो रिस, कसैसँग झगडा गर्नु छ, चित्त बुझेको छैन, गाली गर्नु छ, जे पनि गर्नु छ, मतपत्रबाट बाहेक अन्य कुनै चिजबाट यसलाई पोख्न सकिँदैन। म जसले आक्रमणमा उत्रिनु भएको छ म उहाँहरूलाई संयमित हुन अनुरोध गर्न चाहन्छु। देशैभरिका हाम्रा साथीभाइहरूलाई पनि कसैले कति अलि ठुलो स्वर गरेछन्, अलिकति केही आलोचना गरेछन् भने त्यसलाई रियाक्ट नगर्न, एकदम शान्त रहनको लागि म आफ्ना दलका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। शान्त ढङ्गले यसलाई निर्वाचनलाई सम्पन्न गराउँ। परिणामले जे दिन्छ त्यसलाई स्वीकार गरेर अगाडि बढाउँ। धन्यवाद। म चितवन।